हेलो गाइज वेलकम टू अनदर भिडियो। मैले सधैँ चाहिँ हर भिडियोमा क्रिकेट सम्बन्धी जानकारी गराउँथेँ भने आजको भिडियोमा पनि क्रिकेट सम्बन्धी जानकारी गराउँदैछु। यस्तै क्रिकेट सम्बन्धी जानकारीका लागि मेरो फेसबुक पेजलाई फलो गरिदिनु होला, साथसाथ युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। मैले हजुरहरूलाई नयाँ भिडियो हर भिडियोमा नयाँ भिडियो चाहिँ लिएर आएको हुन्छु। आजको भिडियोमा मैले डब्लुटिसीको पोइन्ट्स टेबलको बारेमा डिस्कस गर्नेछु। टपमा को रहेको छ र डब्लुटिसीको टप 2 चाहिँ को बन्न सक्छ त। डब्लुटिसी भन्नाले वर्ल्ड टेस्ट च्याम्पियनसिप हो। हरेक 2 वर्षमा चाहिँ सिरिज खेलाइन्छ र 2 वर्षमा यसको फाइनल खेलाइन्छ र यसको समीकरण कस्तो हुन्छ भने एउटा म्याच जित्नाले 12 पोइन्ट पाइन्छ। अब म पोइन्ट्स टेबलतर्फ लागेँ। पोइन्ट्स टेबलको टपमा रहेको छ अस्ट्रेलिया, जसले 4 खेलमा 48 पोइन्ट बटुलेको छ र यसको पिसिटी पनि 100 नै छ। र दोस्रोमा रहेको छ साउथ अफ्रिका, जसले 4 खेलमा 36 जित र 75.00 पिसिटी छ। र तेस्रोमा रहेको छ श्रीलङ्का, जसले 2 खेलमा 16 अङ्क बटुल्दै 66.67 यसको पिसिटी रहेको छ भने चौथोमा रहेको छ पाकिस्तान, जसले 2 खेलमा 12 अङ्क बटुल्दै 50 पिसिटी। र पाँचौँमा रहेको छ इन्डियाले 9 खेलमा 52 अङ्क बटुल्दै यसको अलिकति पिसिटी चाहिँ इन्डियाको गाह्रो छ, किनकि कम छ 48.15 छ भने 6मा रहेको छ इङ्ल्यान्ड, जसले 6 खेलमा 26 जित भन्नाले 26 पोइन्ट र पिसिटी इङ्ल्यान्डको पनि एकदम कम छ 36.11 र 7औँमा रहेको छ बङ्गलादेश, जसले 2 खेलमा 4 अङ्क बटुल्दै 16.67 पिसिटी एकदम कम छ। वेस्ट इन्डिज 5 खेलमा वेस्ट इन्डिज खेलेकै छैन कुनै सिरिज पनि, 0-0 छ पिसिटी र न्युजिल्यान्डको पनि पिसिटी 0-0 छ। तपाईँको विचारमा चाहिँ यो डब्लुटिसीको फाइनलमा चाहिँ को पुग्ला त? मैले यो टप 9 टिम भनेको छु। थ्याङ्क्स फर वाचिङ।